दुल्ने है यो चाहिँ भाग्यो दुल्ने काम गर्नेहरू चाहिँ यता एकदम इमानदार साथले काम गर्ने त्यो रातो लगाउने त झन् लास्टै इमानदार हुनुहुन्छ हेर्नु कोही कोही छ भने पनि यतातिर अलिकति लप पर्ने छ कि छैन जस्तो छ है ल पर्ने पर्ने ए पर्ने रे ल हाम्रो गाईहरू यता हुनुहुन्छ गोरुहरूले यता लप पर्ने भए आउनु होला है सबैजना अब त्यसो नगर्नु यो हाँस्ने चाहिँ यो है म होइन भाग्यो ल ल यो मोती भाउजी हो हुनुहुन्छ एकदम इमानदार साथले भ्यू खालिरहनु भएको छ स्वागत गर्नु होला सबैजनाले ताली बजाउनु मेरो त्यो फेरि बोका जस्तो हाँसेछ होइन है मेरो अनि यता हुनुहुन्छ यो चाहिँ नि कुकमेन हो कति मिठो खानेकुरा बनाउनुहुन्छ खानेकुरा बनाउनु खानाकुरी भयो अलिकति मिस्टेक भयो बोल्नेमा त्यसलाई सरी माफ गर्नु होला सबैजनाले हो होइन होइन त्यो त थाहा भएन मलाई यो रिस बनेको बे भएन यो त कन्याकुमारी हो यो कन्याकुमारीलाई कसैले पट्याउने छ भने यतातिर हाजिर गर्नु होला सबैजनाले है ल यो मट्टी भाउजू यो मुना बहिनी ऊ निरा दिदी वा कविता दिदी यो आमा र जानुभयो घरतिर यताबाट हिँड्दै गर्नु होला मुनाजी फुलमा भोमरा आउँदै गर निर्माया माया हजुर हजुर हेलो हेलो तिमीहरू कता जानु लाग्यो भन्दा हेलो हेलो गुड मर्निङ अल फ्रेन्डहरू हेर्नु गाइसहरू या बिहान जाँगेरीले भने यस्तो हुन्छ भान्जीहरू हेर्नु यता बाख्राहरू हेर्नु गाइसहरू यता यो घर है हामी चाहिँ पाहाडको घरमा आएको यता यो चाहिँ नन्दज्यू है नन्दज्यू अनि यता चाहिँ बुवा हुनुहुन्छ मम्मी भान्जी भान्जाहरू यता छोरी यता चाहिँ भान्जा हो हजुर ए खै यता चाहिँ बहिनी र पाहुनाहरू आएर यहाँ कुखुरा काट्न लागेको छैन होइन यी भिडियो बनाऊ ए साइलाई भिडियो बनाउनु पो यताको बहिनी उताको भाइ है हेर्नु गाई के हेरेको हो के भिडियो हेर कोट बाख्रा खोइ त बाख्रा खोइ दिदी बसा दिदी चाहिँ पाहुनालाई खाना बनाउन आउनु भएको छ ठ्याक्क भाडा बोकेर आउनुभएछ होइन यता गाउँ चाहिँ उतातिर दिदीको घर चाहिँ दिदी चाहिँ घरबाट ल कोटले त के हो बाख्रा कहाँ लानु लाग्यो
हेटा नि कति राम्रो छ के मैले त्यो रेड बुल लिएको छु यो के भन्छ चाउमिन र चिकन पकाउनु मेरो कपडा धोइसक्यो यहाँनिर देख्न सक्नुहुन्छ मैले खोले यहाँबाट धोएको कपडा यता निकालेर राख्छु ए धोइसक्यो कति राम्रो धोएको थिएँ पहिला कालो थियो अहिले राम्रो धोइसक्यो कि कहिले पनि टी सर्ट धुन्छ कि धेरै राम्रो धुन्छ क्या यहाँनिर हुन्छ यो पनि राम्रो धोएको छ क्या पहिला कालो यो पाँच त पाँच भएपछि बत्ती बलेको छ अब यहाँ टिच्ने अनि खिचेपछि अब घुम्न लाग्यो एकदम राम्रोसँग सुक्छ यहाँ चाहिँ कपडा चाहिँ देख्न सक्नुहुन्छ सुकाउने ठाउँ यो एकदम गरम हावा आउँछ कि हट टिङ्गे भन्ने देखेको छ यसरी सुक्ने छ कपडा सुकाउने मेसिन यहाँ चाहिँ कपडा धुने हामीले चाहिँ होइन यो मेसिन हो यो मैले कपडा हालेको थिएँ यहाँनिर भन्ने ठाउँ चाहिँ यहाँ छ गयो गएन एउटा दुईटा तीनटा यहाँ चाहिँ ठिक छ चल्न लागेको छ 27 सेकेन्ड यहाँ चलाएको छ घुमे आए कपडा धुँदै थियो यहाँनिर पानी आउँछ अब यहाँनिर पानी आइसक्यो पानी आइसक्यो यो पानी पनि अटोमेटिक आउने हो माथिबाट साबुन हाल्ने हो त्यसपछि पानी मेरो कपडा सुकिसक्यो यहाँनिर हेर्नुहोस् सुकेको छ पुरै यति राम्रो सुकेको छ अब रुम लगेर सुकाउनु पर्दैन यहाँ अलरेडी सुकाएको छु कति So nice. नपटे यो मैले पानी हालेर एउटा चिजमा केही पनि छैन साथीहरू पानी हाल्छु हेर्न पानी हाल्ने बित्तिकै पानी हाल्ने बित्तिकै बत्ती बल्छ देख्नुभयो नि
गजबको छ वाउ क्या दामी छ ल लाइक कमेन्ट सेयर गर्नु होला यो भिडियोलाई चाहिँ गाइसहरू म त साग टिप्न हिँडेको धोको पेकेर सकिन कि कति साह्रो हो यत्रो सकिनु हो गुन्द्रुक बनाइदिन्छु सबै मलाई यो खोलेको पानी चाहिँ नखानु मैले छोएको छु हे सरले बोलेको होइन सम्झे रुनेलाई के भन्ने छ त्यो मन यतै छ हेर्नु है गाइसहरू यो अलिकति मुला उखालेर अच्छा साग टिपेर भ्याएको छैन अहिले एक दोको भइसक्यो साग पनि अब लगेर यो साग लगाएर सुकाउँछु अझै टिप्ने बाँकी छ थुप्रै बाँकी छ टिप्नलाई यहाँ दोको भरिसक्यो दोको पनि कत्रो ठुलो छ हेर्नु उखालेर